ल, आज हामी कम्पास सर्वेक्षणमा अलिकति गहिरिएर हेरौँ न। हुन्छ। यो जमिन नाप्ने पुरानो तर निकै रोचक विधि हो। कम्पासले दिशा देखाउने अनि टेप वा चेनले दूरी नाप्ने। हो एकदम। यसलाई कम्पास ट्राभर्स पनि भन्छन्। आज हामीसँग भएका केही स्रोतहरू छन्, तिनकै आधारमा यसका महत्त्वपूर्ण पक्षहरू, सिद्धान्त, उपकरणहरू अनि धारणाहरूलाई सरल पार्ने कोसिस गरौँला। राम्रो कुरा। नेपालको सन्दर्भमा त यो झनै महत्त्वपूर्ण छ। सन् 1918 देखि 1996 सम्म प्रयोग भयो रे। हो र, त्यो त लामै समय रहेछ। अनि एउटा रोचक कुरा के छ भने पहिलो कित्ता नापी नक्सा भक्तपुरमा 1980 मा तयार भएको थियो नि। ओहो, त्यो पनि यही कम्पास सर्वेक्षण विधिबाटै। सोच्नुहोस् त त्यो बेला। साँच्चै त्यो समयमा यो प्रविधिले यत्रो काम गर्नु त ठुलै कुरा भयो। यसको मुख्य सिद्धान्त ट्राभर्सिङ हो भनिन्छ होइन त? हो, ट्राभर्सिङ नै हो। जहाँ श्रृङ्खलाबद्ध बिन्दुहरू जोडिन्छ अनि तिनीहरूको चुम्बकीय दिक्मान मतलब म्याग्नेटिक बेयरिङ नापिन्छ। एकदम सही। कम्पासले कसरी काम गर्छ भन्ने कुरा नै यसको मुटु हो। पृथ्वीको चुम्बकीय क्षेत्र प्रयोग गरेर दिशा देखाउँछ। तर त्यही चुम्बकीय गुणले कहिलेकाहीँ समस्या पनि ल्याउँछन् भन्छन् नि। हो, त्यो स्थानीय आकर्षण वा लोकल एट्र्याक्सनको कुरा आयो। ए, स्थानीय आकर्षण त्यो भनेको चाहिँ? मतलब हामीले नापजाँच गरिरहेको ठाउँ वरिपरि यदि फलाम, स्टिलका संरचना, बिजुलीको हाइटेन्सन लाइन यस्ता चिजहरू छन् भने कम्पासको सुईले ठ्याक्क उत्तर नदेखाउन सक्छ। त्यो तानिन्छ के। ए, भनेपछि त नापमा गडबडी हुने भयो। हो नि, दिशा नै फरक पर्न सक्छ। सानो देखिन्छ तर नक्सामा ठूलो असर पार्छ। ओहो, त्यसो भए त नाप्ने बेला निकै होशियार हुनुपर्ने रहेछ। अब अलिकति प्रयोग हुने कम्पासकै बारेमा कुरा गरौँ न। प्रिज्माटिक कम्पास भन्ने हुन्छ होइन? हो, प्रिज्मेटिक कम्पास यो एउटा मुख्य प्रकार हो। यसको के छ खासियत? यसको राम्रो पक्ष के भने वस्तुलाई हेर्दै गर्दा ठिक त्यही बेला यसमा भएको प्रिजमबाट रिडिङ पनि लिन सकिन्छ। ए, एकै पटक? एकै पटक। यसले होल सर्कल बेयरिङ मतलब WCB प्रणालीमा नाप्छ। 0 डिग्रीदेखि 360 डिग्रीसम्म बोक्न सजिलो छ अनि छिटो काम गर्नलाई यो एकदमै उपयोगी मानिन्छ। त्यो त फिल्डमा निकै सजिलो भयो होला नि, हेर्दै नाप्न मिल्ने भएपछि। अनि अर्को सर्वेयर कम्पास नि, त्यो कस्तो हुन्छ? सर्वेयर कम्पास चाहिँ अलि फरक। यसले क्वाड्रान्टल बेयरिङ मतलब क्युबी प्रणालीमा नाप्छ। क्युबी? हो, क्वाड्रान्टल बेयरिङ। यसमा हरेक चतुर्थांशमा मतलब क्वाड्रान्टमा 0 देखि 90 डिग्रीसम्म नापिन्छ, उत्तर वा दक्षिणबाट पूर्व वा पश्चिमतिर। ए, अलि फरक रहेछ नाप्ने तरिका। हो, अनि यसलाई प्राय ट्राइपडमा राखेर प्रयोग गरिन्छ। ट्राइपोडमा किन होला? त्यो भएपछि यो बढी स्थिर हुन्छ अनि नाप पनि अलि सटिक आउँछ। भनेपछि बढी शुद्धता चाहिने ठाउँमा यो राम्रो भयो। एकदम। जहाँ अलि विस्तृत नाप जाँच गर्नु छ, बढी शुद्धता चाहिन्छ, त्यहाँ सर्वेयर कम्पास ठिक। मुख्य फरक भनेकै नाप्ने प्रणाली WCB भर्सेस क्युबी र प्रयोगको उद्देश्य भयो। छिटो चाहियो कि सटिक? बुझेँ। यहाँ मेरिडियन र दिक्मान भन्ने शब्दहरू पनि आइरहेका छन्। छोटकरीमा भन्दा के होला नि? मेरिडियन भनेको चाहिँ दिशा नाप्नको लागि हामीले एउटा आधार मान्ने निश्चित सन्दर्भ रेखा हो। सामान्यतया उत्तर दक्षिण दिशालाई लिइन्छ। एउटा रेफरेन्स लाइन जस्तो? हो, रेफरेन्स लाइन। अनि दिक्मान भनेको चाहिँ त्यही मेरिडियनबाट हामीले नाप्न लागेको सर्वेक्षण रेखासम्मको कोण हो। त्यसले त्यो रेखा कुन दिशातिर फर्केको छ भनेर देखाउँछ। अनि WCB र क्युबी चाहिँ त्यही दिक्मान नाप्ने दुईटा सिस्टम भए? ठ्याक्कै। प्रिज्मेटिकले WCBमा, सर्वेयरले क्युबीमा नाप्ने भयो। ल, अब फेरि अघिको त्यो स्थानीय आकर्षणकै कुरामा फर्कौँ न। फिल्डमा काम गर्दा यस्तो समस्या छ कि छैन भनेर कसरी थाहा पाउने त? केही उपाय छ कि? छ नि छ। मुख्य तरिका भनेको चाहिँ एउटा रेखाको दुई छेउबाट नापेको दिक्मान दाँच्ने हो। दुई छेउबाट? PB भनिन्छ। ए, FB र BB हो। अब यदि WCB प्रणालीमा नापेको हो भने FB र BB को फरक ठ्याक्कै 180 डिग्री हुनुपर्छ। ठ्याक्कै 180? यदि त्यो फरक 180 डिग्री आएन भने, घटबड भयो भने ती दुई बिन्दुमध्ये कम्तीमा एउटामा स्थानीय आकर्षणको प्रभाव छ भनेर शङ्का गर्नुपर्छ। ए, भनेपछि FB र BB को हिसाब नमिल्नु नै गडबडीको सङ्केत भयो। हो, त्यो मुख्य सङ्केत हो।
ल यो विधि खासमा कस्तो खालको ठाउँमा बढी उपयोगी हुन्छ त यसका फाइदा के होलान् यो खास गरी ठूला उबडखाबड भूभाग, घना जंगल वा बस्तीहरू जहाँ आधुनिक उपकरण जस्तै जीपीएसले राम्रोसँग सिग्नल नपाउने ठाउँमा उपयोगी हुन्छ। अनि पुरानो नापी नक्साहरूलाई प्रमाणित गर्न वा ती रेखाहरू पहिल्याउन पनि यो विधि काम लाग्छ। यसको फाइदा भनेकै बोक्न सजिलो छ, धेरै उपकरण चाहिँदैन अनि फिल्डमा सेटअप गर्न पनि छिटो हुन्छ। नेपालको पहाडी भूभागमा त यो निकै काम लाग्यो होला त्यसो भए। हो नि, त्यही भएर त यति लामो समय चल्यो। तर अब यसका बेफाइदा वा सीमाहरू पनि त होलान् नि, खास गरी अहिलेको आधुनिक प्रविधिसँग दाँच्दाखेरि। अवश्य छन्। सबैभन्दा मुख्य कुरा त यो जीपीएस वा टोटल स्टेशन जस्ता आधुनिक विधि जत्तिको सटिक हुँदैन। शुद्धता कम हुन्छ। अनि अघि हामीले भने जस्तै चुम्बकीय गडबडी र स्थानीय आकर्षणबाट प्रभावित हुने जोखिम एकदमै धेरै हुन्छ। हो, त्यो त छँदै भयो। अनि अर्को कुरा, नाप्ने मान्छेको सानो गल्तीले पनि, जस्तै कम्पास ठिकसँग नराख्दा वा रिडिङ लिँदा सानो भुलचुक हुँदा पनि नापमा फरक गर्न सक्छ। भनेपछि ह्युमन एररको सम्भावना पनि बढी भयो। हो, तुलनात्मक रूपमा बढी हुन्छ। ल, आजको हाम्रो यो छलफललाई सरसर्ती हेर्दा कम्पास सर्वेक्षण दिशा र दूरी नाप्ने एउटा परम्परागत तर निकै महत्त्वपूर्ण विधि रहेछ। हो, प्रिज्मेटिक र सर्वेयर कम्पासका आआफ्नै विशेषता र प्रयोग क्षेत्र रहेछन्। डब्लुसिबी र क्युबी प्रणालीले दिक्मान नाप्ने तरिका फरक रहेछ अनि त्यो स्थानीय आकर्षण जस्तो त्रुटिबाट चाहिँ एकदमै होशियार हुनुपर्ने रहेछ। एकदम सही। यसका आफ्नै सीमाहरू छन्, त्यो सत्य हो। तर यसको सरलता, बोक्न सजिलो हुनु, कम खर्चिलो हुनु, यो यसको शक्ति पनि हो। खास गरी सबै ठाउँमा आधुनिक प्रविधि नपुगेको अवस्थामा। हो नि। अब एउटा प्रश्न के उठ्छ भने, जीपीएस र टोटल स्टेशन जस्ता आधुनिक प्रविधिहरूले यसलाई पुरै स्थापित नै गर्लान् त? कि नेपाल जस्तो जटिल भौगोलिक अवस्था भएको देशमा अझै पनि यी परम्परागत सिप र आधुनिक प्रविधिको सन्तुलित प्रयोग नै बढी व्यावहारिक र आवश्यक हुन्छ कि? हो, यो सोच्नुपर्ने कुरा हो। परम्परागत ज्ञान र आधुनिक प्रविधिको सम्मिश्रण कति आवश्यक छ भन्ने कुरा। त्यसमा घोत्लिनु आवश्यक छ जस्तो लाग्छ।